गुड मर्निङ एभ्रिवान, नमस्कार। आज चाहिँ सेप्टेम्बर 24, 2025 असोजको 8 गते 21 2082 चाहिँ यो दशा आयो भन्छन्। कहाँनिर आयो अब यसपालि चाहिँ मौन सदेश सबैले गाह्रै छ। जुन जेन्जी आन्दोलन 24 र 25मा भएको थियो त्यसको 2 दिनमा, त्यही 2 दिनको बादमा धेरै मान्छेहरू मारिए मरे। यकिन तथ्य नभए तापनि करिब अहिलेसम्म सबै गरेर 72 जना भन्ने भएको छ, तर लगभग 72 भन्दा बेसी नै मान्छे क्षति भएको छ। धनजङ्गलको त्यो गति, सिंहदरबार अनि नयाँ बानेश्वरको सभासद भवन लगायतका धेरै क्षति भएको छ र अहिलेसम्म अङ्गभङ्ग क्षति भएका मतलब घाइते भएका परिवारहरू मौन शोकमग्न छन्, मौन छन्। धेरै दुःखद कुरा भयो। अनि कोही दसैँ चाहिँ आयो भन्छन्, कहाँनिर आयो एकदम गाह्रो छ। कोही कसैको घरमा चाड, कोही कसैको घरमा चाहिँ बिल्लीपाठ भने चाहिँ पाएको छ। यता एकदम गाह्रो छ साथीहरू। त्यस कारणले यो दसैँ पनि अलि खल्लो हुने देखिन्छ। अब जुन मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली साथै चाहिँ यो घाइतेहरूप्रति शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। र यो अहिलेको नयाँ सरकार अहिलेसम्म खै चुपचापै भनौँ या मन्त्रीमण्डल गठन गर्ने प्रतिशतको भावना जस्तो देखिन्छ। जस्तो हाम्रो गुलमान आउने बित्तिकै चाहिँ पहिलाको केपीको पारा चाहिँ हितेन्द्र साके हटाइनुमा चाहिँ प्रतिशतको भावना जस्तो देखिन्छ। केही दिन पुगेर हटाउन त हटाउनै पर्ने हो, केही दिन पुगेर हटाउनु पर्ने थियो जति भ्रष्ट गरे पनि। अहिले मन्त्रीमण्डलको चाहिँ गठनमा नै व्यस्त देखिन्छ। नयाँ मन्त्री यतिन्जेल चाहिँ यो भ्रष्टाचारीहरूले चाहिँ पुरै खनतलास गरेर सबैको चाहिँ छानबिन, शुद्धिकरण, सम्पत्ति छानबिन, शुद्धिकरण अनि टिआरमा पुरा दर्ता प्लस अस्ति जुन मारिने त्यो सिंहदरबार जलाउने चाहिँ सार्वजनिक सम्पत्ति जलाउनेहरूप्रति हेरेर छानबिन गरेर यतिखेर त भनौँ यसो कोच